त उत्सव मनायो रे। घटना कहाँ? अमेरिकाको फ्लोरिडा भन्ने शहरमा 2021 मा वेलकम टु रकभिल नामक स्टेज कार्यक्रममा को गायिका सोफिया अरिस्टा नाम गरेकी गायिकाले उनलाई चाहिँ एकदम पिसाब च्यापेको रहेछ गाउँदा गाउँदै। अनि उनले माइकबाट के भनिन् भन्दाखेरि मलाई एकदम पिसाब लागेको छ, तर म स्टेजबाट टोयलेट जान चाहन्न, तपाईहरु मध्ये यदि कोही चाहनुहुन्छ भनेदेखि तपाईहरु स्टेजमा आउनुस्, म तपाईको मुखमा पिसाब फेर्दिन्छु भनेर माइकबाटै भनिन्। त्यसपछि त के हो भने त त्यो मुखमा पिसाब थाप्नको लागि त्यहाँ फ्यानहरु बीच चाहिँ झगडै जस्तो भयो। अनि एउटा फ्यान चाहिँ त्यो भिडलाई छिचोल्दै आइपुगेछ स्टेजमा। अनि ती गायिकाले त्यो फ्यानलाई सुताइन्, उसको मुखमा पिसाब फेर्दिन्। त्यो फ्यान एकदम खुसी भयो, हर्षले गदगद भयो, उसले उत्सव मनायो, आफूलाई भाग्यशाली ठान्यो ल। हेर्नुहोस्, भन्न खोज्यो के हो भन्दाखेरि एकजना प्रसिद्ध पाश्चात्य राजनीति शास्त्री अर्थशास्त्री थिए जसको नाम थियो एन्थोनी डाउन्स। तिनले के भनेका रहेछन् भन्दाखेरि मतदाताहरू 3 किसिमका हुन्छन् रे। पहिलो भनेको होबिट्स, दोस्रो भनेको होलिग्यान्स, तेस्रो भनेको चाहिँ वल्कान्स। अब होबिट्स मतदाता भनेको चाहिँ कस्तो रे भन्दाखेरि जसलाई राजनीति बारेमा केही पनि थाहा छैन, को नेताले कस्तो जेरी पकाइरहेछ त्यो केही पनि थाहा छैन, जिरो, तैपनि उसले आफ्नो अन्धाधुन्ध तरिकाले भोट हालिरहेको हुन्छ। अनि अर्को दोस्रो भनेको होलिगन्स हो। यो होलिगन्स भनेको चाहिँ कस्ता मतदाताहरूले भन्दाखेरि यिनीहरूलाई आफ्नो सेलिब्रिटी, आफ्नो नेता जतिसुकै नराम्रो भए पनि, जतिसुकै दुष्ट भए पनि, जतिसुकै अपराधी भए पनि, जतिसुकै ठग भए पनि, जतिसुकै लुटेरा भए पनि यिनीहरूलाई त्यो मतलब हुँदैन। बस आफूले मन पराएको नेता वा सेलिब्रिटी हुनुपर्छ, उनीहरूको दिशा पिसाब खान पनि तयार हुन्छन्। अनि तेस्रो वल्कान्स भनेको चाहिँ कस्तो रे भन्दाखेरि यिनीहरू एकदम सोच विचार गरेर सही व्यक्तिलाई भोट दिन्छन्। तर यी 3 जना मध्ये सबैभन्दा बढी संख्या कसको हुन्छ रे भन्दाखेरि होलिगन्स। आफूलाई मनपर्ने नेता वा सेलिब्रिटी जस्तोसुकै होस्, चाहे जतिसुकै थर्ड क्लास होस्, त्यसको दिशा पिसाब खान पनि तयार हुन्छन्। ल यस्तो भनेको छ है, मैले भने होइन, त्यो बाहिर अमेरिकाकै अर्थशास्त्रीले भनेका छन्। त्यसकारणले गर्दा जुन आधुनिक जमानामा चुनाव गर्ने प्रणाली छ नि, यो भनेको मूर्खहरूद्वारा मूर्ख छान्ने पद्धति हो, अरू केही पनि होइन। जनताहरू त मूर्ख हुन्, हिटलरले त्यत्तिकै भने होइन यी जनताहरू भनेको भावुक मूर्ख हुन् भनेर। यिनीहरूसँग बुद्धि नै हुँदैन, यिनीहरूसँग राजनीतिको गहिराई बुझ्न सक्ने क्षमता हुँदैन। क्षमता भने 1-8% मात्रै हुन्छ, बाँकी त त्यो बाहिरी कुराहरू मात्र उनीहरूले हेर्ने हुन्छन्। उनीहरूलाई को नेताहरूले कसरी जेरी पकाइरहेको हुन्छ केही पनि थाहा हुँदैन। अनि एकजना अर्का विद्वानले के भन्दै थिए, जनताहरू भनेको चाहिँ टाउको गन्नेवाला हुन् रे, तर गिरी नगन्नेवाला हुन् रे। जनताले गिरी कहिले पनि गन्दैन, टाउको गन्छ। ओ कसको पछाडि कति टाउको छ, कसको पछाडि कति टाउको छ त्यो मात्रै हेर्छ, कसको पछाडि कति गिरी छ त्यो हेर्दैन जनताले। भनेको त्यो जनताको गिरी त्यो लेभलमा हुन्छ कि त्यो लेभलमा रहेको गिरीले छानेका व्यक्तिहरू, जिताएका व्यक्तिहरूसँग के नाक फुलाउनु। मूर्ख भेडा जमातले मलाई भोट दिएन, मलाई हराइदियो भनेर पुरपुरोमा हात लाएर बस्ने त्यो महामूर्ख हो। त्यसैले जनताहरूको दिमागमा एकदम राम्रो मान्छेलाई पनि यो नराम्रो 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 हो भनेर बार तपाईँ भनिरहनुहुन्छ भनेदेखि त्यो जनताले त्यो राम्रो मान्छेलाई पनि एकदम नराम्रो देख्छ। एकदम नराम्रो दुष्ट एकदम हरामी नेतालाई पनि यो त एकदम राम्रो भनेर तपाईँ भनिरहनुहोस् त, जनताले उसलाई राम्रो देख्छ कि। त्यस कारणले गर्दा हाम्रो सनातन धर्ममा के व्यवस्था हुन्थ्यो भन्दाखेरि इलेक्सन गर्ने सिस्टम नै हुँदैन थियो। किनभने मूर्खले मूर्खलाई छान्छ, मूर्खले आफ्नो शासक छाडेर मूर्ख कहिले खुसी हुन्छ? अहिले जनताहरू त्यही त छ नि।